आदरणीय अभिभावकज्यू तथा प्रिय दर्शकबिनहरूमा हार्दिक नमस्कार। आज मिति 2083 वैशाख 21 गते सोमबारको दिन यस बुद्धह मदर टङ्स एकाडेमी विद्यालयको साप्ताहिक गतिविधि तथा अन्य शिक्षा तथा बालबालिकासँग सम्बन्धित खबरको डिएमचे बुलेटिनमा यहाँहरूलाई स्वागत छ। म कक्षा 9 को छात्रा ईशा पौडेल र म कक्षा 9 को छात्र योगेश नगाने यसै विद्यालयको विद्यार्थीहरू यहाँहरू समक्ष प्रस्तुत गर्दैछु यस हप्ताको प्रमुख समाचार। वार्षिक नतिजा प्रकाशन तथा भर्ना अभियान। विक्रम सम्वत 2082 को वार्षिक नतिजा विक्रम सम्वत 2083 साल वैशाख 2 गतेका दिन प्रकाशन गरिएको र त्यसै दिनबाट विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान पनि औपचारिक रूपमा सुरु गरिएको। आइतबार बिदा सम्बन्धी सूचना। हाल इन्धनको मूल्यमा भएको उल्लेखनीय वृद्धिका कारण अर्को सूचना जारी नभएसम्म प्याप्सनमा आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूमा आइतबार समेत बिदा दिने निर्णय। पहिलो शिक्षक बैठक सम्पन्न। यस शैक्षिक सत्रको पहिलो शिक्षक बैठक अनौपचारिक रूपमा सम्पन्न र विद्यालयमा सञ्चालनमा ल्याइएको नयाँ एप सम्बन्धी शिक्षकलाई परिचय तथा छोटो तालिम समेत प्रदान गरिएको। छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशन। नेपाल सरकारद्वारा जारी छात्रवृत्ति वितरण कार्यविधि अनुसार विभिन्न शीर्षक अन्तर्गत छात्रवृत्ति आरक्षण कोटा निर्धारण। विद्यालय पोषक थप गरेको सम्बन्धमा विद्यालयले कक्षा 8, 9 र 10 का विद्यार्थीहरूका लागि विद्यालय पोषकमा ब्लेजर अनिवार्य गरेको छ। रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर 5 भिटेरी गाउँमा अवस्थित देवदह मदर टङ्स एकाडेमीमा विक्रम सम्वत 2082 को वार्षिक नतिजा विक्रम सम्वत 2083 साल वैशाख 2 गतेका दिन भव्य कार्यक्रमको बीच प्रकाशन भएको थियो। उक्त कार्यक्रमको अवसरमा अभिभावकज्यूहरूको गरिमामय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ विशेष र उत्साहपूर्ण बनाएको थियो। त्यसै दिनदेखि विद्यालयमा नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु गरिएको पनि प्रशासनबाट जानकारी आएको छ। हाल इन्धनको मूल्यमा भएको उल्लेखनीय वृद्धिका कारण नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको स्मरणमा यसको प्रभाव विद्यालय सञ्चालनमा समेत परेको देखिएको छ। यसै परिप्रेक्ष्यमा प्याप्सन संगठनको निर्णय अनुसार इन्धनको मूल्य स्थिर तथा अनुकूल नहुँदासम्मका लागि अर्को सूचना जारी नभएसम्म प्याप्सनमा आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूको आइतबार समेत बिदा दिने निर्णय गरिएको जानकारी गराएको छ। यस सम्बन्धमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीलाई यस समाचारद्वारा जानकारी गराइन्छ। रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर 5 मा अवस्थित देवदह मदर टङ्स एकाडेमीमा वैशाख 10 गते पहिलो शिक्षक बैठक सम्पन्न भएको थियो। अनौपचारिक रूपमा आयोजना गरिएको उक्त बैठक व्यवस्थित तथा फलदायी रहेको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा प्रधानाध्यापक ज्यू, सहप्रधानाध्यापक ज्यूहरू र सम्पूर्ण शिक्षकहरूको गरिमामय उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै प्रधानाध्यापक ज्यूले 40 शैक्षिक वर्षका प्रमुख लक्ष्यहरू प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, विद्यार्थी केन्द्रित शिक्षण विधि, अनुशासन तथा समग्र विकासलाई प्राथमिकता राख्ने जानकारी दिनुभयो। त्यसै गरी सहप्रधानाध्यापकद्वारा विद्यार्थीको उपस्थितिको अवस्था तथा शिक्षकहरूको जिम्मेवारी र कार्ययोजना बारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो। बैठकमा अर्को महत्त्वपूर्ण पक्षका रूपमा विद्यालय सञ्चालनमा ल्याइएको नयाँ एप सम्बन्धी परिचय तथा छोटो तालिम समेत प्रदान गरिएको थियो। साथै पछिका दिनहरूमा अभिभावकको बैठक बसाई उक्त एपको प्रयोग र युजर आइडी बारे जानकारी दिई औपचारिक रूपमा सञ्चालनमा ल्याउने प्रशासनबाट जानकारी प्राप्त भएको छ। देवदह मदर टङ्स एकाडेमीद्वारा छात्रवृत्ति सम्बन्धी सूचना प्रकाशन गरिसकिएको छ। विद्यालय प्रशासनका अनुसार नेपालले सरकारद्वारा जारी छात्रवृत्ति वितरण कार्यविधि अनुसार विभिन्न शीर्षक अन्तर्गत छात्रवृत्ति आरक्षण कोटा निर्धारण गरिएको छ। इच्छुक तथा योग्य विद्यार्थीहरूले आवश्यक कागजात सहित सूचना प्रकाशित मितिले 15 दिनभित्र अर्थात् वैशाख 21 गतेभित्र विद्यालय प्रशासनमा आवेदन दिन सक्नेछन्। सूचना अनुसार जेहेन्डर विपन्न, जनजाति, दलित, अपाङ्ग लगायतका विभिन्न वर्गका विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्था गरिएको छ। थप जानकारी तथा आवश्यक विवरणका लागि विद्यालय प्रशासनसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। विद्यालयले कक्षा 8, 9 र 10 का विद्यार्थीहरूका लागि विद्यालय पोशाकमा थप परिवर्तन ल्याएको जनाएको छ।
परिवर्तन अन्तर्गत कक्षा 9 र 10 का सम्पूर्ण विद्यार्थीहरूले अनिवार्य रूपमा ब्लेजर लगाउनु पर्ने नयाँ व्यवस्था प्रशासनले लागू गरेको छ। यसै सन्दर्भमा ब्लेजर 21 कार्यालयबाट 13 उपस्थित गराई विद्यार्थीहरूको नाप लिने कार्य सम्पन्न गरेको छ। उक्त दिन उपस्थित भएका विद्यार्थीहरूको नाप सङ्कलन गरिसकेको र बढीमा 15 दिनभित्रै सम्पूर्ण विद्यार्थीहरूले नयाँ पोसाक प्राप्त गर्ने विद्यालय प्रशासनले जानकारी दिएको छ। आजको यस साप्ताहिक डिएमके बुलेटिन यति नै र अर्को हप्ता पुनः विद्यालयको साप्ताहिक गतिविधि र बालबालिकासँग सम्बन्धित खबरहरू ल्याउने वार्ता गर्दै म ईशा पौडेल र म योगेश नेवानी बिदा हुन चाहन्छु। हजुरहरूको दिन शुभ तथा खुसीमय रहोस्। धन्यवाद।